ल एकचोटि सबैले ताली बजाउँ त के छ यो चिट्टा छ यो चिट्टामा जसलाई जुन पर्छ एउटा एउटा भाग पाउँछौ है तिमीहरूले यो एउटा ए भनेको छ यहाँ बी लेखेको छ यहाँ सी लेखेको छ देख्यौ के हैन ल ल अब चिट्टा थु त ए पर्यो ल ल ए सी ल तिमीलाई सी लो ल बी 3 2 1 गो पुग्यो ल निकाल्ने है पुग्यो स्टप यो भाइ हारिसकेको छ किनभने उसले सबैभन्दा पहिला काउन्ट गरेर भेयो भनेको थियो हामीले काउन्ट गर्दाखेरि उसको रङ भएको छ त्यसकारणले यो गेमबाट यो आउट भएको छ अब दुईजना मात्रै बाँकी छन् 3 2 1 गो
आजको गेम सकिएको छ। विप्सनले 200 वटा गन्ने ठाउँमा 204 वटा गने, 4 वटा मिस्टेक भयो। हाम्रो एलिसाले 211 वटा गनिन्, 11 वटा मिस्टेक गरिन्। हाम्रो समीप भाइले 203 वटा गन्यो। त्यसकारणले गल्ती चाहिँ 3 वटैले गरे, तर गल्ती गर्दा थोरै गल्ती कसले गर्यो भन्दा हाम्रो समीपले गर्यो। त्यही भएर यो गेमको विनर फर्स्ट हाम्रो समीप भयो। ताली। त्यस्तै गरेर यो गेमको सेकेन्ड हाम्रो विप्सन। ताली। र यो गेममा एकदमै थोरै नम्बर ल्याउने बहिनी एलिसा। ताली। समीप, हजुर यो गेम तँलाई कस्तो लाग्यो? राम्रो लाग्यो। पहिला सुरु त हारमला भइरहेको थियो, लास्ट जित्यो। हो खुसी छु। हो। अब अरूलाई के भन्ने त त्यसो भए? अरूले नि परास्त गरेको, मलाई त जित्ला जस्तो लाग्थ्यो, म हार्ला तर म जिते। हो, खुसी भयो त्यसो भए त हैन? एकदम खुसी। अब अरू खेल्ने आउनेलाई के भन्ने त? अरू आउनुस्, पैसा लाग्दैन, बरु जित्यो भने पैसा लिएर जान मिल्छ। कोलाई बोलाउनु त? गाउँमा भएको, पल्लो गाउँमा भएको चिनेको आएर खेल्न सक्नुहुन्छ। अर्जुन दाइसँग शुक्रबार आउने, शनिबार चाहिँ यो भिडियो पोस्ट हुन्छ हैन? हजुर। ल, हाम्रो भाइले भनेको कुरा तपाईँले सबैले सुन्नुभयो। मेरो उद्देश्य विद्यार्थी भाइ बहिनीहरूलाई सानो मोटिभेसन र गेमप्रति चाख जगाउने पनि हो। सबैजनाले शुक्रबार खेल्न मन भएको जतिले यो भिडियोमा कमेन्ट गर्नु होला र कन्ट्याक्टमा आउनु होला। योभन्दा अगाडिको गेम हेरेर यो 3 जना भाइ बहिनीहरू आएका थिए र आज मैले खेलाइदिएँ। र फर्स्ट हुने समीपलाई मेरो तर्फबाट सानो पुरस्कार छ, मोटिभेसन। र सेकेन्ड हुने भाइलाई हाम्रो बहिनी पूजनको तर्फबाट सानो मोटिभेसन छ। र अन्तिम भए पनि, फेल भए पनि हामीले फेरि रुवाउन चाहन्नौँ, त्यही भएर तिमीलाई पनि सानो पुरस्कार हामीले दिन्छौँ। फर्स्ट हुने भाइलाई हाम्रो तर्फबाट सानो मोटिभेसन, सेकेन्ड हुने भाइलाई बहिनीको तर्फबाट ल जाऊ, अनि लास्ट भए पनि थर्ड हुने बहिनीलाई सानो मोटिभेसन। ल एकचोटि सबैले ताली बजाउँ त। यो भिडियोलाई सबैजना लाइक गरिदिनुहोस्, सेयर गर्नुहोस् र कहाँबाट हेर्नु भएको छ एउटा कमेन्ट चाहिँ गर्नु होला। बाँकी चाहिँ अर्को गेममा भेटौँला। बाई बाई।